यो भने चाहिँ भैरव हो, भैरवको मुकुट। अनि यो चाहिँ अब आकाश भैरव पनि भन्छ, आकाश भैरव। अब किराँतीहरूले आफ्नो पुर्खा मान्छ, एलेम्बर राजा प्रथम किराँती राजा हो भन्छ। अनि बुद्धिस्टहरूले चाहिँ उनीहरूको मोनास्ट्रीहरू प्रोटेक्ट गर्ने भगवान हो भन्छन्। अनि हिन्दूहरूले चाहिँ भैरव भन्छ, शिवजीको कपालबाट निक्लेको भगवान हुन् भन्छन्। अनि त्यही भएर चाहिँ अब यहाँ औँठी पनि छ भैरवको, चाँदीको औँठी। अनि यस्तो भएर चाहिँ नेपालमा चाहिँ यो धर्म अब किराँत, हिन्दू अनि बुद्धिस्ट भए पनि एउटै भगवानले चाहिँ जोडेको छ हामी सबैलाई। त्यही भएर चाहिँ यहाँनिर कहिले हिन्दूले पनि राज्य गरिरहेको हुन्छ, कहिले किराँतले राज्य गरिरहेको हुन्छ। अनि कहिले ठाउँ ठाउँमा अब काठमाडौँमा नगरे पनि अब अरू ठाउँमा चाहिँ अब बुद्धिस्ट राजाहरू पनि, जस्तै तामाङ राजाहरू थिए त्यस्तै भएर बुद्धिस्टहरूले पनि अलिअलि गरेका छन् राज्यहरू। अनि त्यही भएर चाहिँ अब नेपालमा चाहिँ भगवानले नै हामीलाई एक युनाइट गरेको छ। तर अब अरू विभिन्न अनि अब बुद्धिस्ट भन्दाखेरि चाहिँ अब एसियाको सब एसिया नै पर्छ। अनि हिन्दू भनेपछि अब इन्डियन कन्टिनेन्ट, इन्डियातिर पर्छ। अनि इन्डियादेखि पनि निकै एसियामा निकै फैलिएको छ। तर अब किराँत नफैले पनि किराँतहरूलाई चाहिँ पुर्खा भनेर नेपालमा चाहिँ अब भगवान भनेर पहिलेदेखि नै पुज्दै आएको छन् मान्छेहरूले। अनि त्यो भएर चाहिँ अब अरू धर्महरूले त अब जस्तै क्रिस्चियनहरू आएको छ नयाँ, क्रिस्चियन मुसलमानहरू छन्। अब तिनीहरूलाई चाहिँ अब नेपालमा राज्य गर्नु गाह्रो पर्छ कि, किनकि अब यस्तो भाइचारा अब एकअर्काले आफ्नो भगवान मानिदिएको, कसैको पुर्खा कसैको भगवान भएको कारणले चाहिँ अब नेपालमा चाहिँ अब हिन्दू, बुद्धिस्ट र किराँतहरूको चाहिँ धेरै बल छ। किराँत चाहिँ कसरी आयो भन्दाखेरि अब नेपालमा चाहिँ अब बाहिरी शक्तिले चाहिँ कहिले पनि यहाँनिर जित्नु सकेको छैन। अब जित्नु सकेको छैन भने एट्याक गरेर देश उनीहरूले राज्य गरेको छैन। त्यही भएर यो किराँत चाहिँ अब पहिलेदेखि नै यही भूमिकोमा उत्पत्ति भएको कल्चर हो, कस्टम हो। र अनि यी उम्रेको चाहिँ के भन्दा यी उम्रेको चाहिँ यो धर्म हो कि। अनि त्यही भएर चाहिँ अब नेपालको आफ्नो धर्म भनेको चाहिँ खोइ किराँत धर्म।